भागको चाहिँ जुन चाहिँ एउटा स्मेल राखिदिएको हुन्छ अनि भाले चाहिँ मेटिङको लागि चाहिँ त्यो स्मेलमा चाहिँ आएको हुन्छ र त्यति बेला चाहिँ ट्र्यापमा परेर चाहिँ मर्छ। अनि फ्रेमेड ट्र्यापमा चाहिँ हामीले चाहिँ यहाँनिर हेर्नु ल आज चाहिँ हामीले यो एउटा यसको यो आकर्षण भन्ने एउटा यो जुन चाहिँ हामीले यो लगाउँछ हामीले यसमा चाहिँ के हुन्छ भन्दाखेरि यसमा चाहिँ फिमेलको गन्ध हुन्छ र मेल किरा चाहिँ यसमा चाहिँ एट्र्याक्सन भएर आउँछ। अब हामीले चाहिँ यो पासोमा चाहिँ हामीले लगाउँछौँ, यो पासोमा चाहिँ भित्र राख्छौँ। त्यस पछाडि यो पासोमा राखिसके पछाडि चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ अब मेल चाहिँ के हुन्छ फिमेलको गन्ध हो भने चाहिँ आउँछ। त्यस पछाडि यहाँनिर चाहिँ पोइजन पनि हुन्छ र यो किरा चाहिँ के हुन्छ यसमा परेर चाहिँ मर्छ। अनि यो चाहिँ हामीले चाहिँ विशेष गरी फ्रुट फ्लाइको लागि चाहिँ हामीले चाहिँ के यहाँ ल आकर्षण फर क्युब फ्रुट फ्लाइज यो चाहिँ हाम्रो के हो इको फ्रेन्डली पनि छ। यसले इन्भाइरोमेन्टमा पनि त्यस्तो केही पनि असर गर्दैन। हामीले चाहिँ यो चाहिँ हामीले के गर्न सक्छौँ युज गर्न सक्छौँ। अब यसलाई कसरी युज गर्नुभन्दा अगाडि हामीले के गर्ने भन्दाखेरि पहिला ग्लोभ्सहरू लगाउने के गर्ने पहिला हामीले ग्लोभ्स लगाउने। अब सम्भव भएसम्म आज हाम्रो मास्क छैन, मास्क पनि लगाएको राम्रो होइन, ग्लोभ्स यसरी लगाउने। त्यस पछाडि अब ग्लोभ्स लगाइसके पछाडि सर्वप्रथम हामीले के गर्ने भन्दाखेरि हामीसँग छुरी लिने अनि यो भाग चाहिँ यसरी हटाउने। मैले अघि अलरेडी काटिसकेको छु, यहाँनिर तिमीले यसरी के गर्ने यसरी काटिदिने छेड पारिदिने होइन। त्यहाँबाट हामीले के गर्ने भन्दाखेरि यो छ नि यो तार जस्तो यसलाई एउटा लिने। त्यस पछाडि के गर्ने भन्दाखेरि एकजना यता एकजना आउन एकजना अनि डराउँछ त्यतिखेर साँप होइन। ल अब के गर्ने भन्दाखेरि यसलाई हामीले बिस्तारै के गर्ने काट्ने होइन। जहिले पनि ग्लोभ्स लाउने अनि यो लगाइसकेपछि हामीले के गर्ने भन्दाखेरि हातहरू मजाले धोने। ल के गर्ने यसमा नै पैसा हुन्छ। यो तपाईँले देखिराख्नु भएको दृश्य चाहिँ सानो बिस्कुट जस्तो चाहिँ क्युलियर हुन्छ। त्यो चाहिँ काठमा चाहिँ लगाएको हुन्छ, त्यहाँनिर विषादी पनि हुन्छ। अनि यसलाई चाहिँ हामीले चाहिँ काठ त्यो छेडेर चाहिँ अनि जुन चाहिँ प्लास्टिकको डोरी छ नि त्यसले चाहिँ त्यहाँ बाँध्ने, बिस्कुट जस्तो हुन्छ त्यसलाई बाँध्ने। त्यस पछाडि यो बिर्को छेडेर माथिबाट डोरी निकाल्ने अनि यो जुन चाहिँ बिर्को मजाले टाइट गर्ने। अनि यहाँ तपाईँले देखिराख्नु भएको छ नि त्यो दुईवटा होल जस्तो, त्यहाँबाट चाहिँ भोलि इन्सेक्टहरू आउँछ, किराहरू चाहिँ आउँछ। अनि यसरी मजाले टाइट गरेर चाहिँ अब यो चाहिँ हामीले जहाँ जहाँ हाम्रो बाली छ त्यहाँनिर लगेर चाहिँ झन्डाइदिने। देख्यौ देखो 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 है ना नीचे देखा ना नीचे रिएक्शन तो करो थोड़ा।